विजेताल लेखे बाइक क्रास भयो फेरि पैसामा लिमिट होइन नि फेरि पैसा जाओ छाबा डिसिप्लिन सो हेलो नमस्ते इट्स सबै असिमेस ब्लग्स एन्ड अहिले सबैजना सन्चै हुनुहुन्छ होला आज चाहिँ हामी विजेताल घुम्न जानु लागेको उता चाहिँ बाइक चलाउँदैन केटाहरू यता हामी इन्टु हाल्दै ओ पल्टो 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 बाइक पल्टो क्रास भयो बाइक क्रास भयो लसीले जम्मा भयो बा मैले त राम्रोसँग चलाएको थिएँ 1 राउन्ड ए ल असल नि जाने अरे होइन धेरै बेर हैन ल जाम 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 त्यो लगान त्यो हेलमेटको अनि फेरि घर जाने बेला हस्पिटल जालास् के यता स्कुल पछाडिबाट जानु अफरोड हान्नु सब जाम ए बिबिन ल अब यहाँ घरबाट हिँडेको होइन मान्छे धेरै चलाउनु हैन त छोड्दै चलाउनु भ्या अचलकै छोड्दै धेरै पिराउनु ल ल जाम जाम हिँड्यो के ल ल जाम केटाहरू अगाडि चढाइर ल मस्त पिचिलो घुम्दै जाने हो झार्छ हिँड भाइ ल सिधै अलिअलि देखौँ ल केटाहरू चाहिँ अगाडि गइरहेको कस्तो हाउडे पारामा चला अरे यार झार्छ चलाऊ फाइनली हामी इमिलियाको पार्कमा आइसक्यौँ सरी डुमाराको पार्कमा यहाँ चाहिँ यताको ताल सुके यहाँ चाहिँ यो यहाँ फेरि सुके चाहिँ त्यता सुके होइन यता सुगान के हो खै के गर्ने होला नि यता यता जान्न मेन रोड जान्छ त्यहाँ चौवनबाट जाने ल ल जाम मेन रोड जाने अरे होइन ल ल आइज आइज बिचार बिपीलाई सुस्तालेर आएर हलुङ्गो छन् उड्छन् बे ल ऊ आएर त्यो मान्छे के हो ए बाटो ठिक रहेछ यार अहिले यता चाहिँ घाम पानी ए बिपीले अगाडि चाहिँ ड्राइभर चेन्ज भइसकेको छ यहाँ बिपीले चलाइरहेको छन् अगाडि चाहिँ बिपिनले धेरैमा धेरै 35को स्पिड छ 40 ओइ मैले सबैजना झन्डै खाँदैन भन्ने गर्ने यार त्यस्तो रनको नि होला अरे अरे स्पिड गाइस त्यही त 40 हो त्यही नि तँलाई माथि जानुहुन्न क्या अहिले चान्स अगाडिबाट केही आइहाल्यो भने हुन्छ त्यही पनि अलि त लिमिट जहिले क्रस गर्नुहुन्न क्या कहिले पनि लिमिटमा बस्नुपर्छ बल्ल मजा आउँछ अनि जे पनि लिमिटमा बस्नुपर्छ लाइफ होस् क्या गाडी होस् क्या जे सुकेको लिमिट होस् क्या लिमिट हो लिमिटभन्दा बाहिर गर्ने मजा आउन के जे सुकेको होस् त्यही भएर आफ्नो लिमिटमा बस्छ लिमिटमा धेरै नजाने लिमिटमा तल गए बाली भएन फेरि पैसामा लिमिट होइन नि फेरि पैसा जाओ छाबा अनि अरू जेसुकै लिमिट राख बाले भएन पैसामा लिमिट राख्नु भएन के 1 करोडको लिमिट छ नि 2 करोड छ फाइनली बिर्जेताल नि पुगिन लाग्यो भने ऊ अगाडि छ बिर्जेताल चाहिँ ऊ अगाडि बाख्राहरू मान्छेहरू आउँदैन ए जङ्गलमा खाँदा यार बिच जङ्गलमा त्यो पनि हो त्यही भएर लिमिट याद गर्नुपर्छ आप कति हुनु भयो ओए असल आप चोर त एउटा अलिकति ल फाइनली बिर्जेताल पुगिसक्यो गाइज यो बिर्जेताल चाहिँ नो पार्किङ भन्यो त उता आइज पार्किङ चाहिँ पाइन्न ऊ यहाँ पार्किङ त्यहाँ लेखेर देखिदिनुहोस् पढ्न पहिला 11मा पढ्छस् पढ्न आउन ल फाइनली बिर्जेताल चाहिँ पुगिसक्यो यता चाहिँ मेरो हातमा चाहिँ आइफोन 13 प्रो म्याक्स छ यी फाइनली बिर्जेताल पुगिसक्यौँ यहाँ चाहिँ दुईटा बाइक आयो स्प्लेन्डर प्रो आएछ हेर भाइ प्रो आयो के तर मान्छे फेरि खचडिया आयो नोप छ मान्छे फेरि ए प्रोको यता खै के देऊ त राम्रोसँग पोले बिचरालाई चस्से पोले के चस्से यता ल भित्र जानु लाग्यो जाम भित्र चाहिँ अनि यता चाहिँ कोहीले 30 भ्लग बनाउनु जानेको आएकै छैन रे अहिलेसम्म आएन के भ्लग नेपालका भ्लगर काम छैन यस्तो जग्गाले हामी जस्तो भ्लगरलाई
बोल रहे थे ब्लॉगिंग आसान है डिसिप्लिन त्यो इन्स्टाको भिडियोहरू आउँछ यार अब होइन तालहरूतिर घुम्न केही छैन पानी छैन यार तालमा चमाउसी गरेर जान्छु ए ऊ बिर्ज तालमा पुगिसक्यो उहाँ बिर्ज ताल लेखेको छ होइन यता चाहिँ मान्छेहरू अब हेरौँ जाम यता कहाँ कताबाट जाने रिजर्भमा थियो बे यहाँ बिर्ज ताल लेखेको छ है जे भने ताल चाहिँ राम्रो के अरे अरे आगे बेलुका यता चाहिँ यस्तो छ यी बिर्ज ताल लेखेको यहाँ रहेछ क्या फोटो खुब आइरहेको थियो यहाँ चाहिँ बोटिङ छ तर बोटिङ गर्ने पैसा छ छैन तेल हाल्ने पैसा त छैन बोटिङ गर्ने पैसा हुन्छ यससँग के अरे 150 रुपियाँको तेल हाल्यो 1 लिटर नि आउनु होला सायद ऊ त्यहाँ चाहिँ उस छ बोट छ बोटिङ गर्नलाई यहाँ अहिले उका छैन हाम्रो अनि यहाँ चाहिँ बिर्जताल लेखेको छ फोटोसोटो हान्छौँ अनि यसो घुम्यो भने उहाँ चाहिँ माछा खाइरहेको के बाघ के भन्छ एउटा त्यसले माछा खाइरहेछ ताल चाहिँ राम्रै छ त्यस्तो नराम्रो छैन यहाँ फुलहरू न यहाँ चाहिँ चटपटे खाँदै होइन केटाहरूले दुईवटा चटपटे हो चटपटे खाम आजको पार्ट किनभने 5-6 मिनेट त भइहाल्यो चटपटे चाहिँ मिठो है भोबाल मजा आएको त खाना चाहिँ कहिले खेलाएको नि पार्टी चाहिँ यता दाजु गर्नु त हुन त ठिक थियो मैले खिलाएको त्यो चाहिँ बब्बल हो क्या घरको जस्तो फिलाउँछ हैन एकैले खायौ ए हिँड न म खिलाउँछु ल 15 गड हिँड अनि 15 जाम 2 बजेपछि चलिन् साँच्चै मजा गर्ने फेरि मैले जामिन होला मैले घुमाउनु 15 रुपियाँ पुरै घुमाइदिन्छु फेरि 200 रुपियाँ ए ल गर जसुकै मलाई म पुरै घुमाइदिन्छु पेट्रोलको जुगाड आएन कि त घुम्ने जीवनमा पेट्रोलमा ल फाइनली अब यहाँ जान लागेको होइन तालबाट चाहिँ यो हेर्न सक्नुहुन्छ तालबाट घर जान लागेको यहाँ चाहिँ बोटिङ केही गरेन कि चटपट सटपट खायौँ आयौँ अब घर गइहाल्ने क्या त्यही भएर बेर भएकै जान अनि उसको बाबा घर आउँछ अरे क्या 12 बजे त्यही भएर छिटो घर जानु पऱ्यो क्या 5 मिनेटमा घर पुगिन्छ नै त्यस्तो ढार्दिन नि उस भनेस् न अमितको घर थियो भनेर काम गर्थ्यो काम थियो ल फाइनली अब मेन रोडमा आइसक्यो होइन घर पुग्न लागिसक्यो क्या मतलब घर पुग्न नै मेन रोडमा आइसकिन लाग्यो होइन त्यसले चाहिँ यहाँ चलाइरहेको छ र आज फेरि केटाहरू भएर फेरि कताकति जाम भन्छ नि यार हिजो अस्ति ल 1-2 दिन अगाडि अमितलाई गयो आज यसलाई यिनीहरू विपिन अनि असललाई घुमाएछन् घुमा भने लगेर चाहिँ आज कताकति गएको अमितलाई अमितलाई घुमाएर जाम मेन रोडमा आइयो होइन लग्न मेन रोडमा आइयो गाइज अब ल रन गर्दै केटाहरूले होइन रन गर्नु धेरै होइन 40 किलोमिटर हो मलाई घर छोड्दै नेक्स्ट चोकमा हुन्न के ल अब भ्लग एन्ड गरिदिउँ आइयो हजुरलाई मन पर्ने लाइक सब्सक्राइब प्लिज बाइ लक्ष्मी शरण पछि पछि भूत प्रेत अघि अघि लागे म